चाहन्छु। नेपालमा धेरै सरकारहरू परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो। अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। विशेष गरी प्रधानमन्त्री बालिन शाह र गृहमन्त्री माननीय सुदन गुरुङप्रति अझै विश्वस्त भएको छु। लाउडा विमान काण्डदेखि सहकारी घोटाला काण्डसम्मका ठुल्ठुला दोषीहरूलाई कानुनी कटघरामा उभ्याइनेछ भन्नेमा म पूर्ण आशावादी छु। र सबभन्दा ठुलो कुरा, पोर्सा लाउँदा अघिल्लो वर्ष अलि पाका उमेरका मान्छे थियौँ, अहिले भर्खरका युवा साथीहरू आएका छौँ। यो चाहिँ परिवर्तनको एउटा सिर्फ दल परिवर्तन नभएर हाम्रो पुस्ता परिवर्तन भएछ। यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सडकको किनारमा मकै पोलेर, साग बेचेर, पसिना र रगत बगाएर संलग्न गरिएको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानुनको कटघरामा उभ्याइनेछ र पीडितको रकम सरकारबाट होइन, ती अपराधीहरूको 3 पुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग म पूर्ण आशावादी छु। र निर्मला पन्तदेखि इनिसा विकसम्मका निर्दोष दिदीबहिनीहरूको चित्कारले न्याय पाउनेछ भन्नेमा म पुनः आशावादी छु र चाँडै न्याय पाइएको पनि सुन्न पाइयोस्, यही मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।